र मेरो घर चाहिँ दाङ सो मेरो घर चाहिँ दाङ हो र म पहिला पनि बागलुङमा धेरैचोटि आइसकेको छु र बागलुङमा हजुरहरूको बागलुङ गेली स्वागत धेरैचोटि हुन्छ नि खाइ पनि सकेको छु। त्यसैले आज पनि यो एकदमै वार्म वेलकम हजुरहरूको तर्फबाट यो एउटा स्वागत एकदमै सराहनीयको लागि धेरै धेरै धन्यवाद सम्पूर्णलाई। सो म परिचयको कार्यक्रम अगाडि बढाउन चाहन्छु। म हाम्रो टिम मेम्बर्स दुवैजना हाम्रो साथीहरूलाई चाहिँ आफ्नो परिचय दिइदिनु अनुरोध गरेँ। नमस्कार, मेरो नाम चाहिँ अनुराग सिंह हो। म चाहिँ नवलपरासी जिल्लाको हो अनि म चाहिँ लाइफ प्रोजेक्ट फर युथ संस्थाको ग्रिन भिलेज प्रोजेक्टमा चाहिँ इन्टिग्रेसन म्यानेजरको रूपमा चाहिँ विगत 1 वर्षदेखि कार्यरत छु। मेरो पोजिसनको बारेमा अरू चाहिँ अब स्टाइल हुँदै जाँदैछ, अझै क्लियर हुन्छ। नमस्ते सम्पूर्णमा, मेरो नाम चाहिँ कृषा। म पनि लाइफ प्रोजेक्ट फर युथ ग्रिन भिलेज नेपालमा चाहिँ एज अ मोबिलाइजेसन लिडरको रूपमा चाहिँ काम गरिरहेको छु। सो अनुवाले भन्नुभएको जस्तै 25 स्लाइडसँगै हाम्रो रोजहरू चाहिँ के हो भनेर चाहिँ एक्सप्लेन गरिसकेको छु। सो हामीहरूले चाहिँ अहिले